स्वागत छ। आज हामी एउटा यस्तो महाकथाको गहिराईमा जाँदैछौँ नि जसले देवता र मानव बीचको एउटा ऐतिहासिक टकराउलाई देखाउँछ। सुन्दा यो कुनै पुरानो किम्वदन्ती जस्तो लाग्न सक्छ, तर अचम्मको कुरा के छ भने यो कथाको सिधा सम्बन्ध हाम्रो आफ्नै देश नेपालको एउटा अत्यन्तै महत्त्वपूर्ण तर ओझेलमा परेको शक्तिपीठसँग जोडिएको छ। त्यो हो साक्षात सती बिहुला माता र भोला बाबाको मन्दिर। आउनुहोस्, सती बिहुला माताको विवाहदेखि स्वर्गलोकसम्मको यो रोमाञ्चक यात्राको विश्लेषण सुरु गरौँ। अब सुरुमै एउटा गम्भीर प्रश्न आउँछ, के एउटी साधारण मानव नारीले मृत्युको कठोर नियमलाई नै चुनौती दिन सक्छिन् त? सुन्दा असम्भव लाग्छ हैन? तर यो केवल एउटा लोककथा मात्र होइन क्या, यो त अदम्य साहस र अटल विश्वासको एउटा यस्तो अद्भुत उदाहरण हो जहाँ एउटी महिलाले समाज र प्रकृतिका सबै बाधाहरूलाई चिरेर असम्भवलाई कसरी सम्भव बनाइन् भन्ने कुरा हामी यहाँ बुझ्नेछौँ। यो कथाको सुरुवात हुन्छ माता मनसाबाट। उहाँलाई विश्वकहरी पनि भनिन्छ। स्रोत सामग्रीहरूले देखाए अनुसार उहाँ हिन्दू पौराणिक कथाकी अत्यन्तै शक्तिशाली सर्पदेवी हुनुहुन्छ। उहाँसँग कस्तो शक्ति छ भने उहाँ विनाश पनि गर्न सक्नुहुन्छ र विषको चमत्कारी उपचार पनि गर्न सक्नुहुन्छ। तर उहाँको मनमा एउटै मात्र तीव्र चाहना थियो, मानिसहरूले उहाँलाई साक्षात देवी मानेर पुजुन्। र यही देव र मानव बीचको टकराउ नै हाम्रो आजको कथाको प्रमुख कारण बन्न पुग्छ। हेर्नुहोस्, हामीले यो कथालाई कुनै हावाको कुरा वा मिथको रूपमा मात्र लिनु हुँदैन है। मनसामङ्गल काव्य जस्ता प्राचीन ग्रन्थहरू र मानवशास्त्रीय अध्ययनहरूले के देखाउँछन् भने यी कथाहरू त्यस समयको सामाजिक यथार्थ र लोक परम्परामा एकदमै गहिरोसँग जरा गाडेर बसेका छन्। भारतको पश्चिम बङ्गालदेखि लिएर नेपालको मिथिला र मध्य प्रदेशसम्म यी ग्रन्थहरूले तत्कालीन समाजको वास्तविक चित्रण गरेका छन्। त्यसैले यो विशुद्ध धार्मिक कथा मात्र नभएर हाम्रो सांस्कृतिक इतिहासको एउटा महत्त्वपूर्ण दस्तावेज हो। कथा यसरी अगाडि बढ्छ। चम्पानगरमा चाँद सौदागर नाम गरेका एकजना साहुकार थिए। उनी परम शिवभक्त थिए, तर अत्यन्तै घमण्डी। उनले माता मनसालाई देवी मान्न र पूजा गर्न ठाडै अस्वीकार गरिदिए। अब यो अहङ्कारको परिणाम कति भयानक भयो होला, कल्पना गर्नुहोस् त। माता मनसाको क्रोध यति भयानक थियो कि उहाँले चाँद सौदागरका 6 जना छोराहरूलाई पालै पालो सर्पदंश अर्थात् सापको डसाइबाट मारिदिनुभयो र उनको सारा धन सम्पत्ति पनि खरानी बनाइदिनुभयो। एउटा मानिसको जिद्दीले पुरै वंशलाई नै विनाशको संघारमा पुर्यायो। लगातार 6 जना छोराहरूको दुःखद मृत्युपछि चाँद सौदागरको घरमा 7औं छोराको रूपमा बाला लखिन्दरको जन्म भयो। समय बित्दै गयो। लखिन्दरको विवाह उज्जैनी नगरीका श्यामन्त सौदागरकी सुपुत्री परम संस्कारी र पतिव्रता कन्या बिहुलासँग तय भयो। तर विवाहको तयारी हुँदै गर्दा ज्योतिषीहरूले एउटा यस्तो भयानक भविष्यवाणी गरे नि जसले सबैको सातो लियो। उनीहरूले भने विवाहकै रात अर्थात् कोहोबरमा बाला लखिन्दरलाई कालसर्पले डस्नेछ र उनको मृत्यु हुनेछ। सोच्नुस् त, जुन घरमा विवाहको रौनक छ त्यहाँ मृत्युको यस्तो कालो छाया मडारिनु कति दर्दनाक थियो होला। यो भयानक भविष्यवाणी सुनेपछि चाँद सौदागर भित्रैदेखि डराए। उनले जसरी पनि आफ्नो छोराको ज्यान बचाउने अठोट गरे। देवीको प्रकोपबाट बस्न उनले एउटा अग्लो पहाडको थुम्कोमा फलामको यस्तो बलियो घर बनाए नि जहाँ हावा छिर्ने समेत कुनै ठाउँ थिएन। आफ्नो नवदम्पत्ति छोरा बुहारीलाई बचाउन उनले हरेक सम्भव मानवीय र भौतिक उपाय अपनाए। यो मृत्युलाई नै जित्ने एउटा हताश प्रयास थियो। तर के माता मनसाको शक्तिको अगाडि फलामको पर्खालको केही लाग्थ्यो र? लाग्दैन थियो। मनसा देवीको डरले गर्दा त्यो फलामको घर बनाउने कालीगरले भित्तामा कपालको रौँ जत्रो एउटा सानो प्वाल छोडिदिएका थिए। सुन्दा सामान्य लाग्न सक्छ, तर यही एउटा सानो सूक्ष्म कमजोरीले त्यो सम्पूर्ण सुरक्षा कवचलाई अर्थहीन बनाइदियो। बाहिर धुमधामसँग विवाह सम्पन्न भयो। बिहुला र बाला लखिन्दर त्यही फलामको कोहबर घरमा सुत्न गए। मध्यरातको समय थियो। बिहुला जागा रहँदा रहँदै उनलाई हल्का निन्द्रा लाग्यो। ठिक त्यही मौका पारेर माता मनसाले पठाएको मनियर नामक कालनाग त्यही सानो प्वालबाट भित्र पस्यो। नागले डस्न लाग्दा लखिन्दरले बिहुलालाई बोलाउन खोजे, तर नागले उनको खुट्टामा डसिहाल्यो। लखिन्दर चिच्याउँदै बिउजिए, तर विषको प्रभाव यति कडा थियो कि उनको त्यही प्राण पखेरु उडिहाल्यो। खुसीको क्षण एकैछिनमा भयानक शोकमा परिणत भयो। बिहुला ब्याउजिँदा आफ्नो सिन्दुर पुछिसकेको थियो। चम्पानगरमा रुवा बासी चल्यो।
अब त्यस समयको सामाजिक नियम कस्तो थियो भने सर्पले टोकेर मरेको व्यक्तिको शवलाई जलाइदैनथ्यो, बरु नदीमा बगाइन्थ्यो। जब चाँद सौदागरले लखिन्दरको शवलाई नदीमा बगाउने तयारी गरे, तब सती बिहुलाले एउटा यस्तो कठोर निर्णय लिइन् जसले समाज र परिवार सबैलाई स्तब्ध बनायो। उनले घोषणा गरिन्, म आफ्नो पतिलाई यसरी एक्लै मर्न दिन्न, म उहाँको प्राण फिर्ता लिएर मात्र फर्कनेछु। यहीबाट सुरु हुन्छ एउटी साधारण महिलाको असाधारण र अकल्पनीय विद्रोह। त्यसपछि सुरु हुन्छ मृत्युलोकदेखि स्वर्गलोकसम्मको त्यो दर्दनाक यात्रा। बिहुलाले केराको थाम, जसलाई सर्कला भनिन्छ, त्यसलाई जोडेर एउटा सानो नाउ अर्थात् भेला बनाइन्। उनले आफ्ना मृत पतिको सड्न लागेको शवलाई आफ्नो काखमा राखिन् र गङ्गा नदीको तीव्र बहावमा आफ्नो यात्रा सुरु गरिन्। दिनहरू बित्दै गए, पतिको शव गनाउन थाल्यो, किराहरू पर्न थाले र मासु गल्यो, तर बिहुलाले कत्ति पनि घिन मानिनन्। बाटोमा दुष्ट मानिसहरूले एक्ली सुन्दरी बिहुलालाई देखेर अनेकौं प्रलोभन दिए, जिस्काउने प्रयास गरे, तर बिहुलाको सतीत्वको तेज यस्तो थियोले जसले उनलाई गलत नजरले हेर्थ्यो उही अन्धो वा भस्म हुन्थ्यो। उहाँ भोक र प्यास भुलेर केवल आफ्नो पतिको प्राण रक्षाको प्रार्थनामा लीन रहिन्। बग्दा बग्दै अन्तत त्यो नाव देवताहरूको कपडा धुने नेता धोबिनको घाटमा पुग्यो। उनी वास्तवमा स्वर्गकी अप्सरा थिइन्। उनकै मद्दतबाट बिहुलाले सिधै देवराज इन्द्रको सभा अर्थात् स्वर्गलोकमा प्रवेश पाइन्। त्यहाँ भगवान शिव, माता पार्वती लगायत सबै देवी देवताहरू उपस्थित थिए। बिहुलाले रोएर आफ्नो करुण व्यथा सुनाइन्। त्यसपछि उनले आफ्नो पतिको प्राणका लागि देवताहरूको अगाडि यस्तो वियोगान्त र अलौकिक नृत्य गरिन् कि उनको त्यो पवित्रता, साँचो प्रेम र साहस देखेर स्वयं भगवान शिव र माता पार्वतीको आँखाबाट समेत आँसु खस्यो। अनि भगवान शिवको आदेशमा मनसा देवी त्यहाँ प्रकट हुनुभयो। शिवजीले बिहुलाको सतीत्वको कदर गर्दै मनसा देवीलाई लखिन्दरको प्राण फिर्ता दिन भन्नुभयो। बिहुलाले पनि मनसा देवीसँग माफी माग्दै धरतीमा उनको पूजा फैलाउने वचन दिइन्। यसपछि मनसा देवी प्रसन्न हुनुभयो र उहाँले बाला लखिन्दरको शरीरलाई पुनः पहिले जस्तै जीवित र स्वस्थ बनाइदिनुभयो। यति मात्र होइन, माताको कृपाले चाँद सौदागरका अघिल्ला 6 जना छोराहरू पनि जीवित भए र उनीहरूको गुमेको सम्पूर्ण धन सम्पत्ति फिर्ता भयो। अब यहाँ सबैभन्दा रोचक कुरा के छ भने यो कथा कुनै किताबमा मात्र सीमित पौराणिक मिथक होइन। तिनै महान पतिव्रता र सर्वशक्तिमान सती बिहुला माताको पवित्र साधना स्थल, जहाँ उहाँले भोला बाबालाई जल चढाउनु भएको थियो, त्यो भौतिक रूपमै आज पनि यसै धरतीमा अवस्थित छ। र अझ गर्वको कुरा, त्यो पवित्र स्थान अन्यत्र कतै नभएर हाम्रै देश नेपालमा रहेको छ। हो, नेपालको सर्लाही जिल्ला पर्सा गाउँपालिकाको सङ्ग्रामपुरमा यो ऐतिहासिक सती बिहुला स्थान रहेको छ। त्यहाँ आज पनि प्राचीन गुफा, रहस्यमय सुरुङ, दिव्य मूर्ति, लोडी सिलौटी र कजरधोई, सेनुरधोई तथा चौरधोई जस्ता पोखरीहरू साक्षात् साक्षीका रूपमा रहेका छन्। मलमासको पावन महिनामा यहाँ भव्य मेला लाग्छ। तर विडम्बना भनौँ, आस्थाको यति ठूलो केन्द्र भएर पनि अहिले यो धाम गम्भीर सरकारी उपेक्षा र बेवास्ताको शिकार बनिरहेको छ। अब हजुरलाई लाग्ला, यो स्थान हाम्रो लागि किन यति महत्त्वपूर्ण छ त? हेर्नुहोस्, यो केवल एउटा मन्दिर मात्र होइन क्या, यो महिला शक्ति, अदम्य साहस र समर्पणको सर्वोच्च प्रतीक हो। यहाँ नेपाली, मैथिली, बज्जिका र भोजपुरी सांस्कृतिक परम्पराहरूको अद्भुत सङ्गम देख्न पाइन्छ। नेपाल र भारतबाट हजारौं श्रद्धालुहरू यहाँ दर्शनका लागि आउँछन्, तर उचित पूर्वाधार र संरक्षण नहुँदा यो पुरातात्विक सम्पदा बिस्तारै ओझेलमा पर्दैछ। यसलाई तत्काल हाम्रो ध्यान र संरक्षणको आवश्यकता छ। त्यसैले हाम्रो गाउँठाउँको यो अलौकिक र सत्य इतिहासलाई संसारको कुना-कुनामा पुर्याउनु अब हाम्रो दायित्व हो। यस प्रस्तुतिलाई धेरैभन्दा धेरै शेयर गरिदिनुहोला। यो हाम्रो सम्पदा हो र यसको प्रचार प्रसार गर्ने जिम्मेवारी हाम्रो आफ्नै हो। आफ्नो आस्था प्रकट गर्दै तल कमेन्टमा जय सती बिहुला माता अवश्य लेख्नुहोला है। अन्त्यमा एउटा प्रश्न हामी सबैले आफैलाई सोधौं। एउटी महिलाले आफ्नो असम्भव साहसले मृत्युको मुखबाट आफ्नो पतिलाई त फर्काइन्, तर के हामी यो महान कथा र यो वास्तविक पवित्र धामलाई इतिहासको पानाबाट हराउन नदिन त्यति नै साहस र सक्रियता देखाउन सक्छौं त? यो प्रश्नको उत्तर हामी सबैसँग छ। हाम्रो सांस्कृतिक इतिहास निकै संवेदनशील छ र यसलाई जोगाउने काम अब हाम्रै हातमा छ। यस ज्ञानवर्धक प्रस्तुतिमा हामीसँग जोडिनु भएकोमा हजुरहरू सबैलाई धेरै धेरै धन्यवाद। फेरि अर्को प्रस्तुतिमा भेटौँला। भिडियो मन परेमा लाइक र शेयर गर्नुहोस्।
यस्तै जानकारीका लागि पेजलाई फलो गर्नुहोस्। हेर्नुभएकोमा धन्यवाद।